मस्जिदमा प्रवेश गर्दै मस्जिदभित्र तोडफोड गरेर र पवित्र कुरान र धार्मिक पुस्तकहरूलाई बाहिर ल्याएर जलाएको जुन घटना घटेको छ यो नितान्त निन्दनीय छ। धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर 6 सखुवामा भएको अपराधिक असामाजिक घटनाको घोर भर्त्सना तथा निन्दा गर्न चाहन्छौँ र यति बेला सखुवावासीहरू नितान्त पीडामा छन्, हामी पनि दुखी छौँ। त्यहाँ नमस्कार, अस्सलाम वालेकुम, जय भीम, जय निषाद राज। आज हामी वास्तवमा धेरै दुखी भएका छौँ र खास गरिकन हाम्रो देशमा अहिले श्रृङ्खलाबद्ध रूपमा योजनाबद्ध तरिकाले मुस्लिम, दलित र निषाद समुदायमाथि आक्रमणहरू बढाइएको अवस्था छ र लगातार अतिवादी सामाजिक अपराधीहरू र असामाजिक तत्त्वहरूले हाम्रो यो देशमा, जहाँ हामी चाहिँ हिन्दू, मुस्लिम, सिख, इसाई सम्पूर्ण हजारौं वर्षदेखि मिलेर बसिरहेका छौं, यस्तो अवस्थामा यो समाजलाई विखण्डन गर्नका लागि, देशमा अराजक स्थिति निम्त्याउनका लागि, मुलुकलाई अस्थिर बनाउनका लागि केही तत्त्वहरू सक्रिय भइराखेका छन् र यिनीहरूको उद्देश्य भनेको हाम्रो मुलुकमा एउटा समुदाय बीचमा एउटा तनावपूर्ण वातावरण सिर्जना गरेर आफ्नो राजनीतिक स्वार्थ सिद्धि गर्नु हो। हामी खास गरिकन आज धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर 6 सखुवामा भएको अपराधिक असामाजिक घटनाको घोर भर्त्सना तथा निन्दा गर्न चाहन्छौँ र यति बेला सखुवावासीहरू नितान्त पीडामा छन्, हामी पनि दुखी छौँ। त्यहाँ मस्जिदमा प्रवेश गर्दै त्यहाँ घर घरमा गएर लुटपाट गरेर मस्जिदसम्म पुगेर मस्जिदभित्र तोडफोड गरेर र पवित्र कुरान र धार्मिक पुस्तकहरूलाई बाहिर ल्याएर जलाएको जुन घटना घटेको छ यो नितान्त निन्दनीय छ। सम्पूर्ण मानव जातिलाई दुःख तुल्याउनेछ। हामीले एकअर्काको धर्म, संस्कृति र वेशभूषाको सम्मान गर्छौं, यो हाम्रो नेपालीको विशेषता हो। तर यसलाई समाप्त गर्नका लागि केही आपराधिक तत्त्वहरू सक्रिय भएका छन्। यो घटनामा संलग्न अपराधीहरूलाई र यो लगायत देशभरिमा जुन एउटा धार्मिक अतिवाद बढावा गरेर मुलुकमा जुन सद्भाव, सामाजिक सद्भाव बिथुल्ने प्रयासहरू भइरहेका छन् र यो सबै घटनाहरूबाट सरकार चाहिँ अनभिज्ञ छैन। तर सरकारको यो मौनता, अपराधीहरूलाई कारबाही नगर्नु, हैन, अपराधीहरूलाई खुला छुट दिनु र यस्ता घटनाहरूलाई पनि एउटा छलफलद्वारा टुङ्ग्याउने जुन सोच राखेर सरकार अगाडि बढ्दैछ, यो हाम्रो सिङ्गो मुलुकको लागि घातक अवस्था हो। के सरकारले नेपालमा कानुनी राज्यको स्थापना गर्न सक्दैन? के यहाँ व्यक्तिहरूको जीव र उनको सम्पदा र उनको धार्मिक आस्था र विश्वासको संरक्षण गर्न सक्दैन? यदि सरकारले त्यो गर्न सक्दैन भने यस्तो सरकारको कुनै काम नेपाली जनतालाई छैन। हामी सरकारसँग एकदमै चेतावनी स्वरूप नै भन्न चाहन्छौँ कि सरकारले यस्ता असामाजिक र आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कारबाही छिटोभन्दा छिटो गरोस् भन्ने हामी माग गर्दछौँ। संघीय गणतान्त्रिक गठबन्धन, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजागृति पार्टी, तीनटा पार्टी आबद्ध संघीय गणतान्त्रिक गठबन्धनले यस घटनाको घोर भर्त्सना निन्दा गर्छ र अपराधीहरूलाई कडाभन्दा कडा कारबाहीको माग गर्दछ र साथै सम्पूर्ण नेपाली जनसमुदायमा यस्ता अपराधीहरूको उद्देश्य हामीले बुझेका छौं कि यिनीहरू समाजमा
सामाजिक सद्भावलाई बिथोल्न खोजिरहेका छन्, देशमा राजनीतिक स्थिरता ल्याउन खोजिरहेका छन्, यिनीहरूले मुलुकमा अराजकता सिर्जना गर्न खोजिरहेका छन्। त हामी गठबन्धनको तर्फबाट सम्पूर्ण नेपाली जनतालाई धैर्यता र संयम अपनाउन र यिनीहरूको चालमा र षड्यन्त्रमा नफस्नलाई पनि हार्दिक आग्रह गर्न चाहन्छौं। धन्यवाद सबैलाई, नमस्कार, अस्सलाम वालेकुम, जय भीम, जय निषाद राज।